हाई एभ्रिवान, आज म तपाईहरुलाई बीए थर्ड इयरको सोशियोलोजी 425 को चाहिँ युनिट 4 को चाहिँ क्वेशन एन्सर बताउन गइरहेको छु। यो भन्दा अघिल्लो भिडियोमा चाहिँ मैले युनिट 1 देखि युनिट 3 सम्मको चाहिँ सबै क्वेशन एन्सरहरु चाहिँ बताइसकेको छु र बीए थर्ड इयरको टीयू को 2080 को चाहिँ क्वेशन पेपरहरु पनि राखिदिएको छु। हजुरहरुले चाहिँ यस टीयू टपिक युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ र सबै क्वेशन पेपरहरु हेर्नका लागि र स्टडी रिलेटेड भिडियो हेर्नका लागि चाहिँ यस टीयू टपिक युट्युब च्यानललाई सब्स्क्राइब गर्दिन नबिर्सनु होला र साथै मैले सबै क्वेशन पेपरहरु र क्वेशन एन्सरहरुको चाहिँ लिंक चाहिँ यस भिडियोको डिस्क्रिप्सनमा लिंक राखिदिएको छु। हजुरहरुले चाहिँ डिस्क्रिप्सनमा गएर लिंक क्लिक गरेर पनि हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी क्वेशन एन्सरमा हेरौं। हजुरहरुलाई युनिट 4 बाट क्वेशन चाहिँ छ एक्सप्लेन द सिचुएसन अफ दलित अफ नेपाल। नेपालको दलितको अवस्था व्याख्या गर्नुहोस् भनेको छ। उत्तर चाहिँ यहाँ दिएको छ। अब म तपाईहरुलाई चाहिँ नेपालको दलितको अवस्थाको बारेमा चाहिँ बताउँछु। दलितको उत्पत्ति श्रम विभाजनको आधारमा भएको पाइन्छ। श्रम विभाजन अनुसार गरिएको वर्गीकरणबाट पछि कसैले पनि विद्रोह नगरून् भनेर सत्तामा बस्नेहरूले विभिन्न कठोर कानूनहरू बनाई छुवाछुतलाई नै वैधानिक बनाउने काम भयो। यसरी सयौं वर्षदेखि चल्दै आएको छुवाछुतको परम्परालाई परिष्कृत गर्न कसैले हिम्मत गर्नु भनेको कानूनको दृष्टिमा नै अपराध मानिने हुँदा एउटै समाजभित्र रहेर पनि दलित जातिहरू देशको नागरिक हुन पाएनन् भने उनीहरू पनि यसलाई आफ्नै भाग्यको खेल मानेर चुप लागेर बस्न बाध्य पारिए। भेदभावपूर्ण व्यवहारको प्रतिवाद गर्ने साहस धेरै जसो दलितहरूमा आजसम्म कम्ती नै छ र यसलाई उनीहरूले भाग्यका रूपमा बाध्य भएर स्वीकार गरेका छन्। नेपालमा दलितहरूको वर्तमान अवस्थालाई यसरी बुदागत रूपमा प्रष्ट पार्न सकिन्छ। नेपालको दलितहरूको वर्तमान अवस्थाको बारेमा चाहिँ यहाँ पोइन्टमा चाहिँ दिएको छ। हेरौँ अब। पोइन्ट नम्बर 1 मा रहेको छ समाजका विभिन्न वर्गहरूलाई सूचीकृत गरेर समावेशी बनाउने प्रयास गरे पनि त्यही भित्र कतिपय अप्ठ्याराहरू भने प्रष्ट देखिन्छन्। नेपालमा विक्रम संवत 2068 सालको जनगणना अनुसार दलित समुदायको जनसंख्या 13.12% रहेको छ। राष्ट्रिय दलित आयोगमा दलित समुदायमा सूचीकृत जातिहरू पहाडमा 7 प्रकारका छन् भने मधेसमा 19 प्रकारका रहेका छन्। संविधान र कानूनमा भएको व्यवस्था बमोजिम राजनीतिक प्रतिनिधित्वको अभ्यास सुरु भए पनि सहभागिता अत्यन्तै न्यून देखिन्छ। छुवाछुत मुक्त राष्ट्र घोषणा भएको लामो समयसम्म आइपुग्दा 2 दर्जन भन्दा बढी उत्पीडित दलित समुदायका मानिसहरूको दलित भएकै कारण हत्या गरिएको छ, ज्यान लिएको छ। आज पनि समाजमा विद्यालयमा भर्नामा विभेद छ। सार्वजनिक मन्दिरमा पाठ पूजा गर्न वञ्चित गरिन्छ। दलित भन्ने थाहा पाएपछि घर भाडामा दिइन्न। सार्वजनिक स्थल प्रवेशमा रोक लगाइन्छ, छोइछिटो गरिन्छ। मानव विकास सूचाङ्कले यो समुदाय सबै क्षेत्रमा अत्यन्तै पछि रहेको देखाउँछ। नेपाल जीवन स्तर सर्वेक्षण सन् 2011 को सर्वेक्षणलाई हेर्ने हो भने अहिले पनि करिब 41% दलित निरपेक्ष गरिबीको रेखामुनि बाँचिरहेका छन्। दलित समुदायको भूमिमा पहुँच तथा यसका अन्य सम्बन्धका बारेमा विस्तृत र वैज्ञानिक अध्ययन भएको छैन। यसरी दिएको छ। अब अर्को पोइन्टमा हेरौँ। करिब 77% दलितहरूलाई जमिनको उब्जनीले खान पुग्दैन। पहाडमा 20% र तराईमा 44% दलितहरू अहिले पनि भूमिहीन अवस्थामा जीवन बिताइरहेका छन्। शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा पनि तथ्याङ्कले पनि दलितलाई उस्तै पछाडि देखाउँछ। साक्षरता दर अत्यन्तै कम रहेको छ। तराईका दलितहरूको साक्षरता अत्यन्तै कम रहेको छ। एसईई पास गर्नेको संख्या एकदमै कम छ भने स्नातक पास गर्ने कुल संख्याको 1% पनि पुग्दैनन्। करिब 805 बाल मृत्युदरको हिस्सा दलित समुदायको भागमा पर्दछ। सबै बाल श्रमिकहरूमध्ये करिब 805 दलित बालबालिका रहेका छन्। निजामती सेवाको क्षेत्रमा ब्राह्मण क्षेत्रीको वर्चस्व हावी छ भने पछिल्लो पटक समावेशी अभ्यासले यस क्षेत्रमा करिब 1% दलित समुदाय रहेको देखिन्छ। अझ कहाली लाग्दो अवस्था त न्याय प्रशासनमा रहेको छ।
न्याय प्रशासनमा दलित समुदायको उपस्थिति 0.4% रहेको छ। सरकारले नियुक्त गर्ने संवैधानिक अङ्ग विभिन्न आयोग तथा समितिहरूमा दलित आयोगलाई छाडेर दलित समुदायको नेतृत्व अहिलेसम्म रहेको छैन। यसरी राजनीतिक दलहरूमा समानुपातिक समावेशीकरणको चर्चा बढी नै हुने गरेको भए पनि राज्य सञ्चालनको माथिल्लो निकायमा दलहरूको नेतृत्व तहमा र नीति निर्माण गर्ने तहमा दलित समुदायको प्रतिनिधित्व अहिले पनि शून्य प्राय रहेको छ। यसबाट राज्य सञ्चालनको केन्द्रभागमा हुने राजनीतिक दलहरूमा दलित समुदायलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार गम्भीर समस्या रहेको प्रष्ट हुन्छ। यसरी चाहिँ नेपालको दलितको अवस्थाको बारेमा चाहिँ व्याख्या गरेको छ। हजुरहरूले बुझिसक्नुभयो होला र कतिपय कुरा हजुरहरूलाई पनि थाहा होला। र यस्तै सबै क्वेसन एन्सरहरू हेर्नको लागि र बिए थर्ड इयरको सबै क्वेसन पेपरहरू हेर्नको लागि चाहिँ एस2 टपिक युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला र बिए थर्ड इयरको लेटेस्ट क्वेसन पेपरहरू र युनिट 1 देखि युनिट 3 सम्मको सबै क्वेसन एन्सरहरू चाहिँ मैले यस भिडियोको डिस्क्रिप्सनमा लिङ्क राखिदिएको छु। हजुरहरूले चाहिँ डिस्क्रिप्सनमा गएर लिङ्क क्लिक गरेर हेर्न सक्नुहुन्छ।